हेलो नमस्ते। आज चाहिँ म तपाईँलाई सकुलेन्ट हाउस देखाउँछु, जो चाहिँ मैले फर्स्ट प्लान्टको सुरुवात चाहिँ यहाँबाटै गरेको थिएँ भनौँ न होइन। यहाँनिर तपाईँले देख्न सक्नुहुँदैछ। नामहरू मलाई त पुरै थाहा थियो, आज कतिपयको नामको बिर्सिसकेँ। मेक्सिकन जाइन्ट, रुब्रा, तप्सी दुर्बे, अर्पेट, बेबिटोज होइन। अन्त अरू के थियो, मेक्सिकन के पो स्नोबल, जर्मन साम्पानिया, हवर्थिया, तारुन काता, त्यस्तै के नाम होइन। त्यसरी नामहरू मजाको छ है हो। यो चाहिँ तपाईँको सबै बच्चाहरू, यो चाहिँ तपाईँले किन्नु मिल्छ है ल। एकदमै दामी छ यो सकुलेन्टहरू है। कसैलाई अब गिफ्टहरू गर्नु ओर्नु हो भने चाहिँ दामी। अन्त यो चाहिँ मेक्सिकन जाइन्ट भन्छ हो। अन्त तपाईँको यसको बच्चा यसको बच्चा चाहिँ तपाईँको यो हो है। सो यहाँ चाहिँ यस्तो छ। अन्त यहाँनिर पनि छ है होइन। एन्ड देन यहाँ चाहिँ केही प्लान्टहरू, जुन प्लान्ट चाहिँ ग्रोथ हुनुमा अलिकति हेल्प होस् भनेर चाहिँ यहाँ गुमुक्क परेको जग्गामा राखिदिएको। थाई कन्स्टलेसन हो। यो एन्थोरियम पर्पल ब्लस के भन्थ्यो हो। यो तपाईँको मोन्स्टेरा पम डेलिकोसियामा एकदमै दामी हुन्छ लागेपछि। यो चाहिँ अब यो कोब्रा सोब्रा होइन, यो के हो फन चाहिँ फनै हो तर है, नाम चाहिँ थाहा भएन। यस्तै छ। आजको भिडियो चाहिँ यतिमै अन्त गरौँ होला है, काम पनि गर्नुपर्छ। धन्यवाद।